Is Real Madrid becoming the next Manchester United? This is the big question surrounding the social media right now. के साँच्चीकै रियल मड्रिड म्यान्चेस्टर युनाइटेड जस्तो भन्दैछ त? किन सबैले रियल मड्रिडले स्पेनिस म्यान्चेस्टर युनाइटेड भन्दैछ? वेलकम ब्याक गाइज, वेलकम टु अ न्यू भिडियो अफ ब्लू म्यान्चेस्टर, जहाँ आज हामीले कुरा गर्छौँ हिजो बेलुका भएको रियल मड्रिड भर्सेस डेपर्तो अल्भेस बिचको गेमको कोपा डेल रे राउन्ड अफ 16। रियल मड्रिड भर्सेस डेपर्तो अल्भेस जुन कि स्पेनिस फुटबलको लिग 2 को 17th पोजिसनमा एउटा रेलिगेसन जोनबाट अलिकति माथि छ। त्यो टिमसँग हिजो रियल मड्रिड 3-2 ले हारेको छ। यो निकै नै एउटा ह्युमिलिएटिङ डिफिट हो रियल मड्रिडको लागि, किनकि रियल मड्रिड जस्तो हेरिटेज भएको टिमलाई, रियल मड्रिड जस्तो सक्सेसफुल भएको टिमलाई हामीले यस्तो गेमहरू आफ्नो सेकेन्ड टिम नै खेलेर जित्ला जस्तो लाग्छ। तर हिजो म्याजिक अफ एफए कप भने जस्तै म्याजिक अफ कोपा डेल रे देख्न सकियो, किनकि एउटा लिग 2 को रेलिगेसनमा भएको टिमले रियल मड्रिड जस्तो टिमलाई डोमिनेटै गरेर जित्यो भनौँ। डेपर्तो अल्भेसले एउटा पर्फेक्ट गेम खेल्यो। तिनीहरूलाई थाहा थियो कि तिनीहरूले धेरै बल राख्न सक्दैन र काउन्टरमा रियल मड्रिडलाई ब्रेक गर्न सक्छ, र तिनीहरूले त्यसरी नै खेल्यो। रियल मड्रिड जुन कि एम्बाप्पे र बेलिङ्गम बिना खेलिरहेको थियो, तर त्यो तिनीहरूको लागि कुनै पनि एक्सक्युज हुन सक्दैन। छाबी अलोन्सो गएको नेक्स्ट म्याचमै अरिबियाले म्यानेज गर्दाखेरि रियल मड्रिड हार्यो। के अब छाबी अलोन्सो स्याक भएको डिसिजन सही प्रुभ हुन्छ त? फर्स्ट गेममै हामीले यसको एभिडेन्स देख्न पाइसक्यौँ कि यो डिसिजन गलत नै हुनेछ, किनकि छाबीले आफ्नो ट्याक्टिक्स आधा बनाइसकेको थियो। फुल टिम रेडी नभए पनि हाफ टिम त छाबीले रेडी बनाइसकेको थियो। अब फेरि नयाँ म्यानेजर, नयाँ ट्याक्टिक्स, नयाँ सिस्टम र भिनिसियस जुनियर अब पहिला जस्तो त 2021, 22, 23 जस्तो प्लेयर हुन्छ त? किनकि भिनीले बेला बेलामा आफ्नो करिजमा देखाए पनि कन्सिस्टेन्टली त्यस्तो पर्फर्म गर्न सकेको छैन। डेपर्तो अल्भेस जस्तो हल्का विक टिमै भनौँ, हल्का सानो टिम नै भनौँ, यस्तो टिमको अगेन्स्टमा त रियल मड्रिडले इजिली विन ल्याउनु पर्ने थियो, तर ल्याएन। के रियल मड्रिडको यो डाउनफल हो? के रियल मड्रिड अब लालिगामा बार्सिलोनाको कम्पिटिसनको नजिक पनि आउने छैन? के रियल मड्रिड वर्ल्ड फुटबलमा अब एउटा जोस पहिलाको जस्तो कम्पिट गर्ने क्लब हुने होइन? क्वेसनहरू धेरै छ, तर एन्सर अहिलेसम्म केही पनि पाएको छैन। के यो फ्लोरेन्टिनो पेरेजको डोमिनेसनको एउटा अन्त्य जस्तै हो? के यो रियल मड्रिडको च्याम्पियन लिगमा र वर्ल्ड फुटबलमा एउटा डोमिनेटिङ पिरियडको अन्त्य आउँदैछ र बार्सिलोनाको राइज आउँदैछ? यसको पनि एन्सर चाहिएको छ। र अब के होला त रियल मड्रिडसँग? के होला यत्रो स्टारहरू जुटेको प्लेयरहरूसँग? एम्बाप्पे, भिनिसियस, रोद्रिगो, बेलिङ्गम, यस्तो स्टारहरू छ। अझै ट्रेन्ड त अझै आएकै छैन। के हुन्छ आखिर रियल मड्रिडसँग? यो हामी सबैले हेर्नुपर्ने कुरा हो। तर अझै पनि सिजन सकेको छैन। रियलले अझै नि कमब्याक गर्न सक्छ। अझै तिनीहरूसँग त्यस्तो प्लेयर छ, तर टिममा स्टार पावरले मात्र होइन, डिसिप्लिन पनि चाहिन्छ, जुन कि हामीले रियल मड्रिडमा देखेको छैनौँ। डिसिप्लिन एउटा यस्तो चिज हो, हरेक स्पोर्टमा डिसिप्लिन चाहिन्छ, र त्यो डिसिप्लिन रियल मड्रिडमा अहिले त्यस्तो देखेको छैन। त्यही भएर सुरुमा तिनीहरूले बेसिकबाट जानुपर्छ, ट्रेनिङमा राम्रो गर्नुपर्छ, डिसिप्लिन देखाउनुपर्छ, अनि बल्ल केही हुनसक्छ। ल गाइस, वाट आर योर ओपिनियन अन दिस टपिक? लेट मी नो इन द कमेन्ट्स। आजको भिडियोको लागि यति नै। भोलि फेरि भेट्ने छ एउटा नयाँ भिडियो लिएर।